आजको समयमा धेरै मानिसहरूको एउटा ठूला सपना हुन्छ आफ्नो बिजनेस सुरु गर्ने। नेपाल जस्तो देशमा अवसरहरू कम छैनन्, तर सही सोच र सही योजना चाहिन्छ। सबैभन्दा पहिले तपाईले आफ्नो इन्ट्रेस्ट र मार्केट डिमान्ड बुझ्नुपर्छ। प्लानिङ, कति लगानी, कहाँ सुरु गर्ने, कसरी कस्टमर ल्याउने। सफल बिजनेसको मुख्य कुरा कन्सिस्टेन्सी हो। सुरुमा गाह्रो हुन्छ, तर धैर्य गरेर काम गर्नुभयो भने सक्सेस पक्कै आउँछ। तपाईको सक्सेस जर्नी आजबाट सुरु हुन सक्छ। नमस्कार साथीहरू, आजको भिडियोमा म तपाईलाई नेपालमा कम लगानीमा सुरु गर्न सकिने एउटा शानदार बिजनेस आइडिया दिनेछु, फ्रेश जुस बिजनेस। आजको समयमा नेपालमा हेल्दी खाने र पिउने बानी बढ्दै गएको छ। मानिसहरू कोक भन्दा फ्रेश जुस रोज्न थालेका छन्। यही कारणले जुस बिजनेस एकदमै प्रफिटेबल बन्दै गएको छ। अब कुरा गरौँ, यो बिजनेस सुरु गर्न कति लगानी चाहिन्छ। एउटा राम्रो मिक्सर ग्राइन्डर 5,000 देखि 10,000 रुपैयाँ। फ्रुट्स डेली 2,000 जति। एउटा सानो स्टल वा पसल। सुरुमा करिब 20,000 देखि 50,000 रुपैयाँमै यो बिजनेस सुरु गर्न सकिन्छ। अब कमाई कस्तो हुन्छ त? एउटा जुसको प्राइस 100-150 रुपैयाँ राख्न सकिन्छ। दिनमा 50 गिलास बेच्न सक्नुभयो भने 5,000 देखि 7,000 रुपैयाँ सेल्स हुन्छ। खर्च काट्दा पनि दिनको 2,000 देखि 3,000 रुपैयाँ प्रफिट हुन सक्छ। अब सबैभन्दा इम्पोर्टेन्ट कुरा, लोकेसन। स्कुल, कलेज, हस्पिटल, बस पार्क, मार्केट एरिया। यस्तो ठाउँमा जुस सप राख्नुभयो भने कस्टमर कहिल्यै कम हुँदैन। अब कसरी सक्सेस हुने? सधैँ फ्रेश फ्रुट्स प्रयोग गर्नुहोस्। सफा र हाइजिन मेन्टेन गर्नुहोस्। एट्र्याक्टिभ मेन्यु राख्नुहोस्। सोशल मिडियामा प्रमोसन गर्नुहोस्। तपाईले चाहनुभयो भने होम डेलिभरी पनि सुरु गर्न सक्नुहुन्छ। अन्त्यमा सानो बाटोबाट सुरु गरेर ठूलो सफलता हासिल गर्न सकिन्छ। आजै प्लान बनाउनुहोस् र आफ्नो बिजनेस जर्नी सुरु गर्नुहोस्। यदि तपाईलाई यस्ता बिजनेस आइडियाज मन पर्छ भने भिडियोलाई लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा भन्नुहोस् तपाई कुन बिजनेस सुरु गर्न चाहनुहुन्छ। धन्यवाद।